माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, आज हामी विनियोजन शीर्षकमा पनि 6वटा मन्त्रालयमाथि छलफल गर्न गइरहेका छौँ। माननीय सदस्यहरूको विरोधको बीचमा पनि अब हामीले यो विनियोजन शीर्षक लगायतका बजेटसँग सम्बन्धित विषयहरूलाई समयभित्र टुङ्ग्याउनु पर्ने बाध्यता पनि छ। त्यसको अतिरिक्त हाम्रो नियमावलीको व्यवस्था अनुसार आज सम्माननीय प्रधानमन्त्रीज्यूले प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रममा आजको दिन तोकिएको छ र त्यसअनुसार पनि एक कार्य व्यवस्था गरिएको छ। त्यसैले माननीय सदस्यहरू यहाँहरू आसन ग्रहण गरेर प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरलाई अगाडि लैजाने लगायतका निर्धारित कार्यसूचीलाई अगाडि जानको लागि वातावरण बनाउन यहाँहरू आसन ग्रहण गर्नुहोस्। म कार्यसूचीलाई अगाडि लान चाहन्छु। माननीय सदस्यहरू, आज मैले यहाँहरूलाई आसन ग्रहण गरेपछि विचार गर्नेछु। पहिला आसन ग्रहण गरेर वातावरण बनाउन म यहाँहरूलाई निर्देश गर्दछु। माननीय सदस्यहरू, शून्य समय आज नरहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। माननीय सदस्यहरू, आसन ग्रहण गर्नुहोस्। म कार्यसूचीलाई अब नियमित ढङ्गबाट अगाडि बढाउन चाहन्छु। माननीय सदस्यहरू, यहाँहरूले निर्धारण गरिएको विषय निरन्तर बोलेर आइरहनु भएको छ र यहाँहरूले आज आसन ग्रहण गरेर निर्धारित कार्यसूची अन्तर्गत अगाडि बढ्ने वातावरण बनाइदिनुहोस्। हाम्रो विनियोजन शीर्षकमाथिको छलफल गर्नु अगाडि प्रधानमन्त्रीसँग सांसदज्यूहरूको प्रत्यक्ष समूहगत ढङ्गबाट प्रश्नोत्तरको कार्यक्रम रहेको छ। योभन्दा अगाडि पनि हामीले यो कार्यक्रम सञ्चालन गर्न नसकेको कुराहरूप्रति पनि म ध्यान आकर्षण गराउन चाहन्छु र महिनाको पहिलो हप्तामा यो कार्यक्रम राखिएको कुरालाई ध्यानमा राखेर माननीय सदस्यहरू आसन ग्रहण गरेर वातावरण बनाइदिनको लागि म फेरि निर्देश गर्दछु। माननीय सदस्यहरू, आसन ग्रहण गर्नुहोस् र संसदको कारबाही अगाडि बढ्छ। माननीय सदस्यहरू, आसन ग्रहण गर्नुहोस्। संसदको कारबाही अगाडि बढ्दछ। आसन ग्रहण गर्नको लागि म माननीय सदस्यहरूलाई निर्देशन गर्दछु।
माननीय सदस्यहरू, संसदमा समय लिएर बोल्नुपर्छ र संसदलाई एउटा नियमबद्ध ढङ्गबाट सञ्चालन गर्नुपर्छ भनेर हामीले नियम पास गरेका छौँ। माननीय सदस्यहरूको विरोध निरन्तर हामीले हेर्दै सुन्दै छलफल गर्दै आइरहेको स्थितिप्रति पनि म ध्यान आकर्षित गराउन चाहन्छु। मैले अघि पनि भने आज हाम्रो विनियोजन शीर्षकमाथिको छलफल जारी रहन्छ, तर त्योभन्दा अगाडि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम हामीले राख्नुपर्छ। माननीय सदस्यहरूको विरोध, असहयोग र यहाँको वातावरण उचित ढङ्गको नभएको हुँदा म आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले गर्दाखेरि कार्यसूचीबाट हटाएको बेहोरा जानकारी गराउँदछु। माननीय सदस्यहरू, आज निर्धारित छलफल माफीबाट पालनको लागि विशेष ध्यान आकर्षण गराउँदछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली 2079 को परिच्छेद 9 बमोजिम प्रधानमन्त्रीसँग माननीय सदस्यहरू, विनियोजन विधेयक 2082 अन्तर्गत आजको लागि निर्धारित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, यसको उपनियम 1 को खण्ड क, ख र ग बमोजिम खर्च कटौतीको प्रस्तावहरू प्राप्त हुन आएको जानकारी गराउँछु। माननीय सदस्यहरू, अब खर्च कटौतीको प्रस्तावका प्रस्तावक माननीय सदस्य डाक्टर अमरेश कुमार सिंहलाई आफ्नो खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै आजको लागि निर्धारित विनियोजन शीर्षकहरू माथिको छलफलमा समेत भाग लिन समय दिन्छु। समय 7 मिनेट। माननीय सदस्य आफ्नो कुराहरू राख्नुहोस्। सम्मानित सभामुख आज वक्ता माननीय एकछिन पक्नुहोस्। रामरी खतिवडा मानिज्यूले केमा बोल्न खोज्नु भएको हो? केमा बोल्न खोज्नु भएको त्यो कुराहरू आउनु पर्यो।
के गर्ने त साउङ महोदय सम्बन्धित मन्त्रालयको मन्त्रीहरू नै हुनुहुन्छ, छलफल कसरी हुन्छ?